भनिदिनु कति राम्रो छ खाना भनिदिनु त एक दुई शब्द मलाई नसोध्नु उहाँलाई ए उहाँलाई सोध्ने ल भनिदिनु त खाना कस्तो छ भनेर भनेको के तपाईँलाई सोधेको अब यो हेर्नु अब आजकल काठमाडौँमा थकाली भनेर सबै धेरै ठाउँ छ होइन हजुर हजुर तर अब थकाली चाहिँ किनभने म चाहिँ थकाली गाउँमै घुमेर आएको हजुर। बेनी जोउँछौँ म त घुम्छ हजुर। होइन त्यस कारणले गर्दाखेरि चाहिँ यहाँ आउँदाखेरि चाहिँ जुन चाहिँ यो थकाली माइली? मेडिसिटी हस्पिटलको छेउमा जुन चाहिँ माइली थकाली भनेको छ हजुर, हजुर। त्यहाँ आउँदाखेरि मैले मेरो श्रीमती हुँदाखेरि म आउँथेँ हजुर। त्यहाँदेखि म यति साह्रो राम्रो यति राम्रो पाएँ कि हजुर। त्यस कारणले गर्दाखेरि मेरो श्रीमतीलाई डिस्चार्ज गरेर लगेर गयो भने बेला बेलामा खानु म यहीँ आउँछु ए हजुर। यतिको राम्रो थकाली र रेस्टुरेन्ट मैले चाहिँ काठमाडौँको छ होला तर मैले देखेको छुइनँ तर हजुर। अति राम्रो छ यो माइली थकाली हजुर। एन्ड खाजा घर के भन्छ नि यो हजुर। हस्, हो हस्, मेडिसिटी हस्पिटलको छेउमा हजुर